हेर्नुहोस्, जब पृथ्वीको राज्यमा यत्रतत्र सर्वत्र मङ्गलै मङ्गल थियो, अमङ्गल पनि कतै थिएन। स्वतः भगवानको अवतार महाराज पृथ्वी। तब मङ्गलै मङ्गल थियो, राज्य शासन चलिरहेको थियो। हेर्नुहोस्, यो धर्म राज्यहरूमा कस्तो व्यवस्था हुन्छ भनेपछि, कस्तो नियम हुन्छ भनेपछि समय समयमा धर्मको प्रचार प्रसार गर्नुपर्दछ। हो, धर्मको प्रचार प्रसार गरेपछि बल्ल राम्रो शासक मानिन्छ। यसरी धर्मको प्रचार प्रसार गर्ने धर्म राज्यहरूमा नियम हुन्छ। त्यसरी नै एक दिन महाराज पृथ्वीले सबै प्रजाहरूलाई बोलाएर धर्मको प्रचार प्रसार गर्दै हुनुहुन्थ्यो। अकस्मात आकाश मार्ग भएर सनकादि ऋषिहरू आउनुभयो, जो चाहिँ दिव्यमान भइसिन्थ्यो। सूर्यको जस्तो चमक, चन्द्रमाको जस्तो शीतलता, त्यसरी प्रकाश छर्दै आकाश मार्गबाट आउनुभयो। तब हेर्नुहोस्, महाराज पृथ्वीको त होसको ठेगानै रहेन। जसरी विषयासक्त व्यक्तिले जो खुद अगाडि आफ्नो विषयलाई देखेपछि कस्तो व्यवहार गर्दछ त, कस्तो आसक्ति देखाउँदैछ। जो विषयासक्त व्यक्तिले आफ्नो अगाडि स्वतः आफ्नो विषयलाई देखेको छ, त्यसरी नै झम्टिन जानुभयो। त्यसरी नै कुदेर न प्यास न भोक न लाज शरम केही नमानिकन त्यसरी जानुभयो। तब भगवान् सनकादि ऋषिहरूलाई ल्याएर उच्च स्थानमा राख्नुभयो। 1600 प्रजाहरूले पूजा गर्नुभयो, स्तुति गाउनुभयो। तब प्रश्न गर्न थाल्नुहुन्छ, हे मुनिवर, अब हजुरलाई कस्तो छ, मङ्गल छ कि छैन भनेर सोधौँ भने यो मङ्गल त हामी जस्ता विषयासक्त व्यक्तिहरूलाई हुन्छ, जो विषयमा तल्लीन छन्। हजुरहरूको सामु अमङ्गल भन्ने हुँदै हुन्न, अमङ्गलले हजुरलाई छुँदैन। जो अमङ्गल हुन्छ त्यो विषयासक्त व्यक्तिहरूलाई हुन्छ। हजुरहरू त विषयासक्तबाट पर भइसिन्छ। तब हजुरले मङ्गल छ भनेर कसरी सोध? तर त्यही पनि हजुरहरूले हामीलाई मार्ग देखाइदिनु पर्यो। हामीहरू जस्तो विषयासक्त विषय लम्पट व्यक्तिले कसो गर्दाखेरि चाहिँ मुक्ति मिल्दछ। यसरी महाराज पृथ्वीको प्रश्न सुनिसकेपछि